गुड मर्निङ एभ्रिवान। अहिले चाहिँ हामी धोत्रेमा छौँ। फेरि धोत्रेमा टक्क घाम लागिसक्यो। अनि धोत्रेमा सँगै चाहिँ हामी धेरैजना छौँ। न्यु इयर पिकनिक आएको हामी। हिजो बेलुका यहाँसम्म थियौँ। धोत्रेतिर छौँ। पछाडि हिमाल पनि टक्क देखिरहेछ। अनि अगाडि लालीगुराँस अनि धोत्रेको रोड। अहिले चाहिँ धोत्रे भोजपुर जोडिसकेको छ। अनि हामी यताबाट चाहिँ दिलपनागी मङसम्मको यात्रा हो आज हाम्रो चाहिँ। यात्रामा चाहिँ आज हामी धेरैजनै छौँ। दाइ मामाजना छौँ। तर अहिले भने चाहिँ हामी दाजुभाइ मात्र छौँ। ट्याक्क लगाएर चिरिप्प होइन। हामी चाहिँ अहिले मुन्दुम ट्रेलकै सबैभन्दा भाइरल ट्री तारामा एकछिन थकान मार्दैछौँ धोत्रेबाट। मयौँ भाग्यमानी धन्यवाद छौँ। हामी चाहिँ धोत्रेभन्दा थोरै मात्रै माथि छिमालुङ गोठबास होमस्टेमा हामी चाहिँ आएर घुम्दैछौँ। फेरि हिमाल पनि चटक्कै छ नि त। हिमाल त त्यही लाई तपाईँहरू मुन्दुम पदमार्ग चाहिँ आफ्नो ट्रेकिङ डेस्टिनेसन गर्दै हुनुहुन्छ भने यता आएर बस्नु सक्नुहुन्छ छिमालुङ गोठबासतिर। अनि यहाँबाट देखिने भ्यू दामी नै छ। हिमालहरू उता यो चारपाटे गौरीशङ्कर दुधकुण्ड हिमाल धेरैवटा हिमालहरू छ। अब नामै थाहा छैन मलाई पनि। भ्यू चाहिँ खत्रै छ। यता हुनुहुन्छ हाम्रो काइला कान्छा धेरै मामा माइजू बोजू धेरै छौँ हामी। अनि यता म छु डेस्टिनेसनतिर हामी टुई अगाडि बढ्दैछौँ। हाम्रो डेस्टिनेसन चाहिँ यो अगाडि देखिने चुच्चो डाँडा। हामी पुग्नुपर्ने चाहिँ हामी छौँ अहिले धोत्रे मासतिर छिमालुङतिर जलजले आसपासमा। लाग्छ हामीलाई अझै कति 3-4 घन्टा। टोली घमाइलो छ घमाइलो छ मुदुमको बाटो के रमाइलो छ के रमाइलो छ मुदुमको बाटो के रमाइलो छ। मुन्दुम ट्रेलको खासियत भनेको यही हो हजुर। जति माथि आयो त्यति दामी हिँडेको जस्तै नलाग्ने ट्याक्क पारीहरू हिमालको दृश्य। अनि यता लालीगुराँस यति दामी ढकमक्क फुलिरहेछ। अझै अलि ढिला भइसकेको छ लालीगुराँसको लागि चाहिँ। त्यही पनि यता चाहिँ फेरि भोजपुर जिल्ला पर्छ भने यहाँ यो डाँडादेखि यता चाहिँ खोटाङ जिल्ला खोटाङको किप्लासगढी। यता चाहिँ यो टेम्केमैङ गाउँपालिकै पर्छ होला लगभग मेरो विचारमा।
यति सुन्दर छ, दामी छ, दामी। गुराँसहरू बाटोमा यसरी ढकमक्क फुलिरहेछन्। अनि ट्रेकिङको लागि चाहिँ त्यति धेरै एक्सपेन्सिभ पनि छैन यो ठाउँहरू, ठिक्कै खर्चकै कुरामा पनि। अनि बाटोको कुरा गर्दा पनि एकदम सहज छ, सजिलो, त्यति धेरै गाह्रो बाटो छैन। डाँडै डाँडा, सोममा उकालो अलिअलि, अनि तेर्सै हल्का राम्रो छ बाटोहरू पनि। अनि मस्त गुराँसको फुलसँग हामी चाहिँ हिँडिरहेछौँ भनौँ न। यति दामी छ गुराँस फुलहरू, यसरी मस्त, यस्तो गाह्रो छैन। आजको हाम्रो डेस्टिनेसन भनेको चाहिँ यहाँ अगाडिको साउने, मयुङ, दिलपनागी अनि ढुङ्गाखर्के, हाँसपोखरीसम्मको। त्यहाँबाट चाहिँ हामी रिटर्न ब्याक भएर फेरि धोत्रे नै फर्क्यौँ। ल, जलजले पोखरीमा आइपुग्यौँ हामी ट्याक्क। अहिले चाहिँ समर सिजन भएकोले हल्का उ छ, हरियाली चाहिँ छैन, तर लाली गुराँस ढकमक्कै फुलेको छ। हेर्नुहोस्, ट्याक्क ल है, हामी चाहिँ अहिले आइपुग्यौँ दिलपनागीको सबैभन्दा लास्टको डाँडामा। यति दामी छ यो डाँडा। यो चाहिँ मुन्दुम पदमार्गले बनाएको विश्राम गर्ने चौतारी, पानी पर्दा बस्ने। यति दामी छ यो डाँडा, च्याट्ट लाली गुराँस। अहिले चाहिँ विशेष त यहाँको दृश्य लाली गुराँसै हो। हाम्रो टोलीहरू यता ल, त चौरी गाई पनि देखियो दिलपनागीमा। नागीमै घोडाहरू पनि रहेछ, यता गोठ, चौरी गोठ, भेरी गोठहरू रहेछ यता। 360 हो, 360 जता हेरे पनि। भ्यू दामी छ। अब यो चाहिँ भन्छ, यसलाई यो सबै दिलपनागी डाँडा हो। यो पारिदेखि नै पल्लो ता गोठस्टे, होमस्टेहरू छ। अनि यो चाहिँ हाँसपोखरी, त्यो अग्लो डाँडा साउने, अनि यो चाहिँ दिलपनागी। अहिले हामी भएको चाहिँ दिलपनागी। चौरी गाई, घोडाहरू निया माथितिर रहेछ, यति दामी छ। मयङमा यस्तो दामी छुर्पी पाउँछ होइन। यो मिसिनले पनि बनाएको होइन, हातैले, यो चाहिँ हातैले बनाएको छुर्पी। खतरा रहेछ छुर्पी। ल, यहाँ चाहिँ चौरीको दुधको घिउ बनाउँदै हुन्छ होइन तपाईँ? चौरी गाईको दुधको घिउ। अब फेरि यो घिउ निकालेपछि त्यो महीको चाहिँ छुर्पी बनाउने होइन। कार्यक्रम सुरु भयो अब। यस्तो डाँडामाथि आएर गोठमा खाना पकाएर चौरीमा खानपिन कार्यक्रम हुन थाल्यो। तरकारीमा सुँगुरको मासु, रागको सुकुटी, काउली खाना। ल, अब
खानपिन कार्यक्रम सकेर पनि हाँस पोखरीको गेटमा आयो। गेट चाहिँ बन्द रहेछ होइन। हाँस पोखरी यहाँ तलतिर छ। अलि उता गएपछि चाहिँ मजाले देख्न सकिन्छ। यहाँ चाहिँ चाबी लगाएको रहेछ। अब सबैलाई फोन नम्बर राख्नु पर्छ। फाइनली अब हामी चाहिँ हुन्छ हाँस पोखरीमा आइसक्यौँ। हाँस पोखरीको डाँडामा हाँस पोखरीमा आएर एउटा सितन पनि भेटिसक्यो। यस्तो सितन यहाँ हाम्रो फुपूले चाहिँ निनीले गुराँस गर्दै हुन्छ। अनि हाँस पोखरी चाहिँ यस्तो छ है। ल हाँस पोखरी आइपुग्यो। हाँस पोखरी तल हाँस पनि रहेछ। यति दामी छ। गुराँस फुलिरहेछ ढकमक्क। भ्यू यति दामी छ। तपाईँहरू नयाँ वर्षमा चाहिँ आउनु सक्नुहुन्छ है यहाँनिर। हेर्नुहोस् यो न्यु इयरमा यो गुराँस यति मजाले फुल्छ। यति ढकमक्कले फुल्छ है। अगाडि हाँस पोखरीलाई राखेर यति मजाले हेर्नु मजा यति हुन्छ। ती छ फोपीहरू गुराँसको कोपिलाहरू च्याट्ट यस्तरी चिमल साइट। ल त गाइज आजको हाम्रो फाइनल डेस्टिनेसन चाहिँ यहीसम्म भयो। अब हामी चाहिँ यहाँदेखि ब्याक टु धोत्रे नै हुनेछौँ। अनि फाइनल डेस्टिनेसन भनेको चाहिँ आज हाम्रो मयङ डाँडा हाँस पोखरी आसपास भयो। लाली गुराँस यता ढकमक्कै फुलिरहेछ यता चट्ट। अब यहाँदेखि चाहिँ हामी फर्क्यौँ। यहाँदेखि उता चाहिँ जानु सकिएन। यहाँदेखि हामी फर्किनेछौँ। फाइनल डेस्टिनेसन पनि यही हो। यात्रा एकदम रमाइलो अनि सुन्दर दृश्यहरू देखियो। म चाहिँ अब फर्स्ट टाइम चाहिँ होइन, यो ठाउँ धेरैचोटि आइसकेँ। त्यही पनि अब यो वैशाखमा गुराँस फुल्ने सिजनमा चाहिँ फर्स्ट टाइम नै हो मेरो यो। एकदम रमाइलो भयो हेर्नु। गुराँस लाली गुराँस त यति धेरै छ है। यो चाहिँ अलिकति धेरै नै हाइटको हिसाब उचाइको हिसाबले अग्लो भएकोले यो कोही अगाउ फुल्ने फुलहरू चाहिँ फुलिसकेको छ भने यो कोही चाहिँ फुलेको छैन। तर यो सबै फुल्ने छ। तपाईँहरू चाहिँ अब न्यु इयर आउन नेपाली न्यु इयर चाहिँ लगभग 8-9 दिन होला बाँकी। तपाईँहरू चाहिँ यो ठाउँमा आउन सक्नुहुन्छ। यति दामी छ यस्तो। अब हाम्रो फाइनल डेस्टिनेसन यही ब्याक भयो। अब हामी ब्याक टु धोत्रे।